com o popô, uma noite provocou, talvez cê tá com o popô. É vapo, vapo no setor, é vapo, vapo. म्याट्रिक्स भन्ने च्याप्टरबाट आज इन्फोर्म छौँ। म्याट्रिक्स भन्ने शब्दको सुरुवात सन् 1850मा सेल्भस्टरले गरेका हुन्। म्याट्रिक्सलाई जनाउन अङ्ग्रेजी वर्णमालाका ठुला अक्षरहरू जस्तै A, B को प्रयोग गर्न काम भने क्यालवेले 1858मा गर्यो भने इतिहासमा पाइन्छ। म्याट्रिक्सको परिचय यो दिया छ, यो तालिका दिया छ। 3वटा पसलमा 4वटा चामलको मूल्य दिया छ। बासमती चामल, जिरा मसिनो अनि सानो मनसुली भन्ने रहेछ ABC। अनि यसलाई चाहिँ यसरी देखाएको छ। यहाँ चाहिँ रो भनेको के हो, पङ्क्ति भनेको रो भनेको चाहिँ रो भनेको के हो, रो र कोलम। रो भनेको चाहिँ यो पङ्क्ति यो रो अनि लहरको यो कोलम, लहर कोलम। ठाडो लहरा जस्तो छ भने यसलाई लहर, अनि यो तेर्सो छ भने चाहिँ रो र कोलम, पङ्क्ति र लहर। अनि म्याट्रिक्स माथिको म्याट्रिक्स आरभित्र प्रत्येक मानहरूलाई म्याट्रिक्स आर सदस्यहरू भनिन्छ। चाहिँ आरले जनाएको छ, यसैले आर सदस्य भनिन्छ होइन। अनि यो चाहिँ गर्नु। अनि अब हामी चाहिँ यहाँ अभ्यासतिर जान्छौँ। म्याट्रिक्सको 1.5 को एमा भनेको छ तलका प्रश्नहरूले उत्तर लेख्नुहोस् भनेको छ। म्याट्रिक्सलाई उदाहरणसहित परिभाषित गर। पङ्क्ति र लहरको रूपमा रहेको सङ्ख्याको आयतकार प्रस्तुतिलाई म्याट्रिक्स भनिन्छ। उदाहरणका लागि J = MAAA भयो। यो जे पनि राख्न मिल्छ, यो ABCD को जे पनि अक्षर राख्न मिल्छ, त्यसैले मैले राखेँ हो। म्याट्रिक्सको क्रम भन्नाले के बुझिन्छ, उदाहरणसहित लेख। म्याट्रिक्समा पङ्क्तिको सङ्ख्या इन्टु लहरको सङ्ख्या का रूपमा लेखिएको प्रस्तुतिलाई म्याट्रिक्स भनिन्छ। म्याट्रिक्सको क्रम भनिन्छ। उदाहरणका लागि यो म्याट्रिक्स N को क्रम 2 × 2 दुईवटा लहर 2वटा पङ्क्ति लेख्ने चाहिँ पहिला पङ्क्ति लेखिन्छ अनि लहर मात्र लेखिन्छ। 2वटा पङ्क्ति 2वटा लहर, 2वटा रो 2वटा कोलम। ल अब ग नम्बरमा भनेको छ म्याट्रिक्स 2 - 1 मा अनि यो 1 0 मा A22 को मान कति हुन्छ? A22 भने चाहिँ A यो भयो अनि 22 A दोस्रो पङ्क्ति दोस्रो लहर, दोस्रो पङ्क्ति यो भयो अनि दोस्रो लहर यो भयो 0 भयो। 0 भयो 0। यसैले यो म्याट्रिक्स A22 को मान 0 हुन्छ। कुनै म्याट्रिक्स एमा 2 3 3 ले तलका मध्ये कुन स्थानलाई जनाउँछ? दोस्रो पङ्क्ति तेर्सो लहर लाई जनाउँछ। यसले चाहिँ दोस्रो पङ्क्ति तेर्सो लहरलाई 2 3 3 भन्ने त पहिला पङ्क्ति लेखिन्छ अनि दोस्रो लहर। यदि कुनै म्याट्रिक्सको क्रम 3 × 2 भए उक्त म्याट्रिक्सको जम्मा सदस्य सङ्ख्या तलको
तलको मध्ये कुन हो 6 अप्सन दिएको छ अप्सन चाहिँ यहाँ दिएछ यहाँको 3 to the 6 3 into 2 भन्नाले 3 to the 6 भयो त्यसैले सिधा यो भएको यो तलका म्याट्रिक्सको क्रम सहित सङ्केतमा लेख भने कतिवटा यो एउटा पंक्ति 3वटा लहर 1 into 3 हुने भयो 1 into 3 अनि यो चाहिँ 1 2 3 चारवटा पंक्ति into 2वटा लहर भयो यस्तै गरेर बनाउन अनि 3 नम्बरको चाहिँ 82 मा सदस्य कुन छ 832 मा कुन सदस्य छ भने अघि जस्तै यस्तै गरेर गर्ने हो अनि त यो चाहिँ हल्का अप्ठ्यारो छ उदाहरण यस्तै जस्तो छ यो चाहिँ अब कसरी गर्ने भन्दा म चाहिँ अन्तिममा सबैको फोटो पठाइदिन्छु यो चाहिँ अनि फर्स्टमा यस्तो निर्माण गर्ने A11 A12 A13 A21 A22 A23 अनि यो चाहिँ पहिलो पंक्ति पहिलो लहर पहिलो पंक्ति दोस्रो लहर पहिलो पंक्ति तेस्रो लहर दोस्रो पंक्ति पहिलो लहर दोस्रो पंक्ति दोस्रो लहर दोस्रो पंक्ति तेस्रो लहर भनेको यो चाहिँ त्यो सजिलै छ अप्ठ्यारो छैन अनि aij = 3ij + 2ij 2j 3i + 2j यो A11 अब A11 यहाँ लेख्ने A11 1 + 2 into 1 1 into 1 plus यसरी बनाउने भयो अनि यस्तो हेरेर आवश्यक म्याट्रिक्स लेख्ने यहाँ चाहिँ A11 12 13 मैले सर्ट गरेर बनाइदिएको छु 21 22 23 अनि यहाँबाट बुझ्न सजिलो छ सर्ट गरेर बनाइदिएको छु मैले अनि 3 into 1 3 I भनेको पंक्ति j भनेको लहर अनि यो पंक्ति 3 को 3 into 1 plus 2 and into 1 is equal to 2 into 1 2 and 2 2 and 2 and 2 3 and 3 2 and 2 3 plus 2 गरे 5 अनि यो यस्तै गरेर बनाउने 3 को चाहिँ यो चाहिँ 3 को 3 यही राख्ने अनि यो 1 2 3 यहाँ जे छ पहिलो रो जे छ त्यही लेख्ने अनि कोलम जे छ त्यही लेख्ने अनि मल्टिप्लाई गर्दिने यहाँ राख्ने अनि यो अनि यता आएकाहरूलाई कतिवटा रो र कोलम भनेको छ त्यही अनुसार यहाँ राख्ने यति नै हो यस्तै नै हो नम्बरको यो भनेको छ यस्तै आवश्यक म्याट्रिक्स यो भयो यति नै हो अब चाहिँ 5 नम्बर छ 5 नम्बरमा चाहिँ भनेको छ हेर्नुहोस् 5 नम्बरको तथ्याङ्कबाट त्यो भनेको छ के भन्छ 3 जना विद्यार्थीहरूले 3 विषयमा प्राप्त गरेको स्तर अङ्क ग्रेड पोइन्ट लेखी एउटा म्याट्रिक्स बनाउनुहोस् त्यसको क्रम र अवयवहरू साथीहरूसँग छलफल गरी लेख्नुहोस् भनेको छ तपाईको साथीहरूसँग छलफल गरी लेख्नु होला मैले चाहिँ यहाँ लेखेको छु लेखे पनि हुन्छ उनीहरू पनि ल अब म चाहिँ तपाईँले सबैको फोटो पठाएर दिन्छु